हेलो हेलो गुड इभिनिङ सबैजनालाई। आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ। आज म फेरि अर्को ब्लग लिएर उपस्थित भइरहेको छु। सो म भने अहिले मैले काम गर्ने फार्मेसी यो त यतातिरको यो देख्न सक्नुहुन्छ यो ग्रिन कलरको। सो म भने अहिले 5 रियालको मार्केटमा जाँदैछु। त्यहाँनिर पर्छ 5 रियालको मार्केट। सो 5 रियालको मार्केटमा तपाईँहरूको हरेक कुरा 5 रियालमा पाउँछ क्या। त्यो हजुर त्यो हुन्छ नि, कापी कलमदेखि लिएर भाडा कुराहरू सबै कुराहरू जुन हामीले दैनिकमा प्रयोग गर्छौँ ती हरेक कुराहरू 5 रुपियाँ 5 रियाल 75 हलाला। 5 रियाल 75 हलालामा तपाईँले पाउनुहुन्छ। जस्तै एउटा चक्कु भयो, पानीको बोतल होइन, अनि धेरै कुराहरू छ। अहिले म हजुरहरूलाई देखाउनेछु। यही नजिकै छ, म साइडबाट हिँडिरहेको छु। मैले काम गर्ने उतातिर लास्ट जग्गा फार्मेसी। म भने अहिले त्योभन्दा जस्ट यतातिर पेन चाहिरहेको थियो र म पेन लिन आइरहेको छु। त्योभित्र हामीले दैनिक रूपमा प्रयोग गर्ने हरेक सामानहरू पाउँछ है। चुलो, भाँडाहरू भयो होइन, अनि त्यस्तै डाडु बन्ने होइन, बन्नेहरू भयो, अनि त्यसपछि चलाउने सबै कुराहरू, कटिङ बोर्डदेखि लिएर बच्चाको सामानहरू, बच्चाको जस्तो हुन्छ नि। अनि त्यसपछि क्लिनर्सहरू सबै के पानी, स्याम्पूदेखि लिएर एभ्रिथिङ। अब त्यो नपाउने भन्ने चिज केही नै छैन, सबै छ। यस्तो छ, रमाइलो छ, एकदम रमाइलो छ वातावरण। म भने वेट गरिरहेको छु, रोड क्रस गरेर जानुपर्छ। त्यो भएर रमाइलो छ। उतातिरको वातावरण पछाडितिर यस्तो छ। हामी रोड क्रस गर्दैछु। सो 5 रियालको दुबई कम्पनी हो यो भने जाँदैछु। भित्र ताबा सेन्टर पनि छ, एकदम रमाइलो छ क्या ठाउँ पनि। सो म भने फेरि सरी छ र अब त्यो बेचिरहेको हुन्छ सामानहरू। यस्तो छ पनि चल्छ। यस्तो छ मार्केटहरू जस्तो बाहिरतिर।
भने अब यो सामान लिएर फर्किरहेको छु 5 रेलको मार्केटबाट। सो रमाइलो छ, मैले देखाएँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। रातिको मौसम एकदम रमाइलो छ। म भने 5 रेलको मार्केटबाट सामान लिएर फर्किसकेको छु। हेर्नुहोस् तपाईँहरूले कस्तो छ होइन, तर पनि रमाइलो छ क्या। किन भन्नु, 5 रुपियाँको मार्केटबाट सामान लिएर फर्किँदै गर्दा गाडीले झन्डै हान्थ्यो मलाई, सोल्टिना रहेछ र मात्रै। अब यो बक्स कपडा ब्याङ्किङ हो, त्यहाँबाट 5 रुपियाँको सामान लिएर बुटियर यहाँनिर यस्तो छ। यो यस्तो गराएर यस्तो माथितिरबाट मात्रै खुल्छ, यसरी हाल्न, तर मान्छेले कपडा निकाल्न सक्दैन होइन, यस्तो छ। अनि बाहिर पनि यस्तो छ। यसरी हिँडिरहेको छ राति रोडमा त के भन्ने हो, रोडमा त होइन, बाटोमा हो। तर कस्तो भने राम्रो छ क्या रातिको समयमा हिँड्नलाई होइन। यस्तो 5 रुपियाँको मार्केटबाट सामान लिएर आउनलाई रमाइलो छ नि। कति दामी छ होइन सामानहरू, प्रायः जसो पेनहरू हामीले यताबाट अब त्यो फार्मेसी क्लिन गर्नेहरूदेखि लिएर सबै सामानहरू यहीँबाट बोकेर लिएर आउँछौँ। ठिक छ, यो म काम गर्ने चाहिँ त्यहाँ पोरो हो है, म चाहिँ यहाँ वरो छु। रमाइलो छ। 5 रुपियाँको मार्केट तपाईँहरूले देखिसक्नुभयो, 5 रेल 75 हल्लाको मार्केट तपाईँहरूले देखिसक्नुभयो होला। तपाईँहरू पनि यदि नजिक दमनको आसपासमा हुनुहुन्छ भनेपछि आउँदै गर्नुहोस् होइन। एकदम राम्रो छ। दैनिक प्रयोग गर्ने सामानहरू, प्लेटहरूदेखि लिएर एभ्रिथिङ एकदम रमाइलो छ। सो आउनुहोस्, लिएर जानुहोस् होइन। अब यसो त्यो 5 रेलको मार्केटमा जाने बेला नजिकै हाम्रो फार्मेसी छ, त्यसमा पसेर जहाँ आउनु होला भन्नु चाहे। बाँकी त के भन्ने अरे यस्तै छ। अब बाटो क्रस गर्नुपर्छ, आने भने त उयो फेरि 180को स्पिडलाई 180 त नभने 80-90को स्पिड हुन्छ। यहाँनिर क्यामेरा राखेको छ, धेरै स्पिडहरू पनि कुद्न दिँदैन। यहाँ कुछ फाइन हालिदिएको छ। फाइन हाल्यो भने फेरि अब हरेक महिना नतिरे, अब बढेको गर्ने हो। यहाँको मान्छेले त खासै तिर्दैन, यिनीहरूलाई कोही जाला भन्ने छैन। नत्र भने एयरपोर्टमा टेम्परेचरी ब्लक हो होइन, यस्तो छ। यो बात छ। मैले काम गर्ने चाहिँ यहाँनिर हो, यो गलनादी फार्मेसी माथि स्विट ब्लू होटल छ भने म उतातिर यसरी गाडी अब बाटो रोड क्रस गर्नुपर्छ होइन। पुलिसले यसो भेडायो भने फेरि ठ्याक्कै ल्याएर 1000को चिट चुट्ट काटिहाल्छ। अगामा लगेर हेरेर हिँड्नुपर्छ। त्यो भएर समस्या छ, निकै समस्या छ। समस्याको बावजुद पनि तयारी गरिरहेको छु यहाँबाट बाटो क्रस गर्नलाई। के गर्नुहुन्छ हजुर, के गर्नुहुन्छ? त्यस्तै छ, गाह्रो छ होइन। उतातिर यो बाटो चाहिँ नखुल्नु जान्छ भने अब म चाहिँ गाडी छैन, सर्लक्कै पारेर क्रस हानिदिइहाल्छु। यही मौकामा चौका हानिदिने हो नि त सोल्टे है। सोल्टी पुरै झापमा होइन, आएको तालमा भनेर भन्नु मिल्दैन।
दुईवटा पो रोड क्रस गर्नुपर्छ त यताबाट पनि रोड क्रस गरेकै छ उताबाट पनि रोड क्रस गरेकै छ एकदम समस्या छ साह्रै समस्या छ यस्तो छ मैले काम गर्ने ठ्याक्कै अगाडि छु रोड त क्रस गर्न सकिन्छ सकिन्छ यस्तो छ हाम्रो फार्मेसी कति दामी छ क्या कति दामी देखाउँदो रहेछ यार वाउ जस्ट वाउ हरियो हरियो पनि छ यी रुखहरू पनि छन् हाम्रो नजिकै खजुरको पोर्सल चाहिँ यसमा धेरै खजुर थियो अहिले भने खजुर रहेनछ अर्को वर्ष फल्यो भने म तपाईँहरूलाई लिएर आउँछु है त खजुर अहिले चाहिँ खासै गर्मी भएन अनि त्यो भएर खजुर चाहिँ रहेनछ है बुटो हेरेर पनि चित्त बुझाउनुहोस् ल भनेर भन्न नमिल्ने बाटोमा जाम छ यस्तो गाडीहरू आइरहेको छ उतातिर पुरै जाम छ वहाँदेखि वहाँ पुरै गाडीको लाम छ यतातिर जाम छ होइन हरियो हरियो पनि छ समस्या छ निकै समस्या छ के गर्नु अब घाँसहरू छ यस्तो मरुभूमिमा यदि हरियो घाँसहरू छ रातिको समय पनि यसरी टल्किरहेको छ भनेपछि कस्तो भने यसरी भिडियो बनाइरहेको छु भनेर सक्नुहुन्छ बाटो क्रसिङ गरौँ भनेको गाडी आएको आइगरिरहेको छ रोडमा त्यो भएर अब मौका मिल्यो आँखा झिमिक माल गायब भने जस्तै अलि हेर्दै क्रसिङ गर्नुपर्छ नत्र यस्तोमा हल्का के प्रोब्लम भयो भने आफू नै जिम्मेदारी हुन्छ हतार किन के को हतार छ र जिम्मेदारी के छ भने रोड क्रस गर्दैछु गाडी छैन ओके म रोड क्रस गरेर यतातिर आइपुगेँ होइन एकदम रमाइलो छ हाम्रो यो बाटो ओके अब अर्को नेक्स्ट ब्लग लिएर उपस्थित हुन्छु त्यो दिनसम्मको लागि बाई है त पछाडिको कति दामी देखिरहेछ बाई बाई गुड नाइट सी यू